अनि 6 बजेको मौसम चाहिँ आजको कस्तो छ है त उता गयो म छ बजेको मौसम चाहिँ यस्तो छ है गाइस। गुड मर्निङ सबजनालाई फेरि पनि है। अनि चिया खानु भएको भएन तपाईँहरूले होइन, मेरो चाहिँ भएको छैन होइन। भर्खर यसो अब मुसु धुएर फ्रेस भएर अब म चाहिँ बाहिर भिडियो बनाउनु निक्लिरहेको होइन। अब टाइमै यही हो त मेरो होइन, 7 बजीदेखि ड्युटी हुन्छ अनि टाइमै हुँदैन क्या। कि अलि बिहानै छिटो उठेर चाहिने आफूले बनायो भने चाहिँ होइन भयो होइन, नत्र भने टाइमै मिल्दैन क्या भिडियो बनाउनुलाई होइन। त्यही हो। अनि के छ कस्तो छ तपाईँहरूको हाल? अनि के हो भनेदेखि आजको भिडियोमा चाहिँ म के भन्छु भनेदेखि होइन, सबैको आफ्नो एउटा सपना हुन्छ होइन, हो कि होइन। अनि त्यो सपनालाई चाहिँ तपाईँले चाहिँ मनमै राखिराख्नु भएको छ भनेदेखि होइन, तपाईँले चाहिँ त्यो आफ्नो सपना चाहिँ पुरा गर्नलाई चाहिँ होइन तपाईँ कोसिस चाहिँ गर्नु भएन भने चाहिँ होइन तपाईँ त्यहीँको त्यहीँ हुनुहुन्छ क्या। एटलिस्ट कोसिस चाहिँ गर्नुहोस् कि होइन। आफ्नो सपना के हो, तपाईँको प्यासन के हो होइन, तपाईँको इच्छा के हो होइन। हरेक मान्छेको हुन्छ क्या होइन, आफ्नो सपना हुन्छ होइन, इच्छा हुन्छ होइन। त्यो सपनालाई चाहिँ तपाईँ आफ्नो व्यवहारमा उतार्नुहोस् क्या होइन। व्यवहारमा उतार्नुहोस् अनि त्यो फल्नाले के भन्ला, दुनियाँले के भन्ला होइन, नो यार त्यस्तो मान्छेहरूको वास्तै नगर्नुहोस् क्या। तपाईँ आफ्नो एउटा राम्रो ठाउँमा हिँड्नुहोस्, आफ्नो एउटा राम्रो बाटोमा हिँड्नुहोस्। यदि तपाईँ हिँडेको, यदि तपाईँको सपना, यदि तपाईँ हिँडेको बाटो सही छ भनेदेखि होइन अरू कुरा नसुन्नुहोस् क्या, आफ्नै मनको कुरा सुन्नुहोस्, हिँड्नुहोस् बिन्दासले होइन। जे गर्नुहोस् तर गलत बाटोमा चाहिँ नहिँड्नुहोस् होइन। यही भन्छु आजको भिडियोमा चाहिँ म चाहिँ होइन, थोरै तपाईँहरूलाई जानकारी दिएको। अनि मैले चाहिँ लाइफमा चाहिँ के कुराको फेस गरिनँ क्या होइन। अन्त राम्रो बाटोमा नि हिँडेँ होइन, कतिपय त नराम्रो बाटोमा नि धेरै हिँडेँ कि यार यो सब छोडिदेऊ यार, यो सब गरेर कामै छैन क्या होइन, हो कि होइन। एउटा तपाईँ हिँड्नुहुन्छ भने राम्रो सही बाटोमा हिँड्नुहोस् होइन। तपाईँले आफ्नो बाटो सही छ भने तपाईँले कसैले केही पनि गर्दैन है। तपाईँ गल्ती नगर्नुहोस् होइन, तपाईँ आफ्नो सही बाटोमा हिँड्नुहोस्, कसैले केही पनि भन्दैन कि तपाईँलाई। म चाहिँ यही भन्छु। यस्तो छ है, के गर्नु, जिन्दगी सबैलाई त्यस्तै लाग्छ कि मलाई त्यस्तै लाग्छ हो। दिक्क लाग्छ यार घरिघरि त होइन। हो भने लाइफ देखेर सोचेर होइन, अरे सोचेर पनि के गर्ने होइन, आफूसँग त्यो क्षमतै छैन, त्यसको हल गर्ने क्षमतै छैन भन्ने सोचेर मात्रै किन भन्ने होइन। पुरो उठ्ने हो होइन, आफ्नो बाटो आफ्नो लक्ष्यमा हिँड्ने होइन। हिँडौँ, एक न एक दिन त सफल त भइ नै हाल्छ नि होइन। हार नमानौँ साथीहरू। मेरो चाहिँ तपाईँहरूलाई आज स्पेसल भिडियो भनेको यही हो। अलिक क्यामेरा चाहिँ मेरो राम्रो आउँदैन, ठिक छ, केही छैन त्यसको लागि होइन। कुनै दिन म खतरा आइफोन 50 प्रो म्याक्सबाट म भिडियो बनाउँछु। आफ्नै भन्नेहरू विपरीत पनि हेर छाडी हिँडे।